फाइनली मोबाइल बल्ल मेरो हातमा परेछ। यता हैन कता हो? सिधै हो सिधै हो। त्यो भन्न जरुरी त थिएन तर पनि यसो सोधेर यहाँ चाहिँ के भन्छ भाउजू के भन्छ रेला गरेको भन्छ होइन जिस्केको भन्नलाई के भन्छ बुढी? ठट्टा गरेको जिस्केकोलाई जस्ट जोकिङ समथिङ। अब रेला भन्दा नि ठट्टा राम्रो देख्छ। ठट्टा होइन भन्न चाहिँ के भन्छ यता? ठट्टा गरे भन्छ। त्यही ठट्टा गरेको रमाइलो गरेको खोइ म चाहिँ हल्का हल्का बिचमा जिस्किरहेको हुन्छु। कसैले सिरियसली हो भने अब मैले चाहिँ त्यो सिरियसली लिँदैन। अरू सिरियसली लियो भने ओके। म जिम्मेवार छैन। जसले सिरियसली लिन्छ त्यही जिम्मेवार छ। जसले सिरियसली लिन्छ त्यही चाहिँ जिम्मेवार छ भने कि अझै यो चाहिँ खासमा सीमाको मोबाइल छ। मेरो चाहिँ उता छोडेर ल्याएर रहेछ। अब यता साडु दाई सालो भाइ सबैजना अगाडि हुनुहुन्छ। 3 जना। बाँसको घारी यता छ। यो बाँसको घारी अनि सबै वाटेभर बाँसको त्यो एउटा छुट्टै कहानी छ। म एउटा भिडियो नै बनाउनेवाला छु। मेरो मामाको छोरो पर्सन है यता ऊ मामाको छोरो पर्सन। यो भाइ मेरै छिमेकी रहेछ। फेरि यो भाइलाई मैले घरको कहाँनिर घर उसको चाहिँ बाबु? चौतारे डाँडा। ए ल बाबु हिजो पनि हामी भेटेछौँ। यता त हेर न नि यहाँ अब के सम्बन्ध त त्यस्तै होला। अब सालो केटो है यता यता हेर नलजाउ न। हेर न यहाँ लजाएर गइहाल्यो केटो है। यस्तै छ त। अनि पहाडतिर ससुराली भनौँ न ससुराली भन्न आएपछि म चाहिँ हजुर हामी अघि अब हाम्रो यता हुडी लाउने दाजु चाहिँ मेरो आफ्नै साडु दाइ हुनुहुन्छ। यता अर्को होइन उता चाहिँ साडु दाइ भने होइन जेठो दाजु हुनुहुन्छ। अनि हाम्रो नि यता दाजु हुनुहुन्छ। अनि हाम्रो चाहिँ अघि नैदेखि हिँडिरह हो तर पनि यस्तै कुराकानी हुनु पाएको थिएन। मोबाइल पाएको थिएन। अनि तुरुतुरु धारो चाहिँ कहाँ छ? यहीँ हो माथि। अब हामी चाहिँ तुरतुरे धारो भन्नाले अब पानी चाहिँ थोरै आउँछ तर एकदम नेचुरल अर्ग्यानिक होइन। त्यो काठमाडौँमा किनेको जारको पानी भन्दा पनि धेरै अर्ग्यानिक आउँछ। अनि त्यो पानी खाएर बरु मान्छे निको हुन्छ। तर काठमाडौँको पानी खायो त्यो जारको पानी जुन 50 रुपियाँतिर पानी खान्छ त्यो पानी खायो भने चाहिँ मान्छेलाई 95% चाहिँ निको होइन रोगै लाग्छ। अनि हाम्रो पानी अमलाको झार यो छोडिदेऊ न। यो पानी अमलाको झार छोडिदेऊ न। हाम्रो हरेक चिजमा चाहिँ हामीले यस्तो हेर्ने हो भने थाहा छ नेपाली होइन हामी सबै पढेको मान्छे 1 2 3 4 मौसम है। 1 यहाँ हाम्रो सीमा मेरो बुढी अनि त्यहाँबाट दिदी भाउजू हामी 4 जना एकदम पढेको मान्छे। हामीलाई थाहा छ योबाट हरेक कस्तो छ हाम्रो नेपालमा कस्तो कस्तो अर्ग्यानिक कस्तो कस्तो ऊ छ औषधि उपचार छ सबैले थाहा छ। हामीले गर्न सकेका छैनौँ किनभने राजनीति बिचमा आएर घुर्सिन्छ।
हामी अब यहाँ तुरतुरे धारोबाट फाइनली साथीहरू अघि नै मैले तपाईँहरूलाई भनेको थिएँ हाम्रो तुरतुरे धारा चाहिँ प्रत्येक चोक चोक गल्ली गल्ली अनि खर्कमा छ भनेको थिएँ मैले अहिले पनि माथि देखाएँ अनि मैले फेरि अर्को यहाँ खर्कमा चाहिँ देखाइदिइरहेको छु अनि यहाँ हाम्रो भेनालाई चाहिँ तुरतुरे धाराको पानी खानुस् न भनेर यहाँ खुवाउँदैछु है मैले चाहिँ साथीहरू पानी खाम पहिला पानी खाम म खाइहालेँ धाराको नाम तुरतुरे हो होइन पानी चाहिँ के हो नै धाराको नाम चाहिँ के हो तुरतुरे र जेसुकै होस् अब यहाँ यस्तो पनि गर्नुपर्छ जेसुकै होस् अर्गानिक धारो छ अर्गानिक धारो छ कुनै फिल्टर छैन भाइ यता मलाई होइन यता देखाऊ यता त मैले देखाइदिन्छु मलाई होइन यता देखाऊ अर्गानिक पानी छ ल फाइनली साथीहरू अहिलेको जस्तै सेम छ यो चाहिँ मेलम्चीको पानी ढुङ्गा हो हामी अर्गानिक खाइरहेको ढुङ्गामै उम्रिने हो यसरी अनि खाने हो अब यसो गर्ने हो ल हेर वहाँ त्यत्रो मुख पनि धुनुपर्छ तुरतुरे धाराले चस्मा खोलेर मुख धोइदिने ओह यता तिमी यता मैले खाने पानी भोलि आएर नुहाउने हो यहीँ योभन्दा ठुलो धारामा